हेलो एभ्रिवान, आज चाहिँ शनिबार चर्चमा आज सेयर गरिएको वचनको टपिक थियो प्रभु भोज। इन इङ्ग्लिस इट इज कल्ड द लर्ड सपर अर होली कम्युनियन। तपाईँहरू कतिजनालाई त अलरेडी थाहा छ प्रभु भोज भनेको के हो त, तर थाहा नहुनेहरूको लागि चाहिँ हामी बाइबललाई पल्टाएर हेर्ने हो भने 1 कोरिन्थी 11:23-30 भन्दछ, प्रभु भोज येशू ख्रिस्टले हाम्रो लागि दिनुभएको शरीर र रगतको सम्झना हो र प्रभु भोजमा प्रयोग गरिएको रोटीले चाहिँ उहाँको बलिदानलाई सम्झाउँछौँ भने रगतले चाहिँ उहाँको मृत्युको घोषणा गर्दछ भनेर भन्दछ। हामी जब जब प्रभु भोज लिन्छौँ त्यति बेला हामीले क्रुसको बलिदान सम्झाउनु पर्छ र उहाँको प्रेम र क्षमाको स्मरण गर्नुपर्छ र उहाँ फेरि यस संसारमा फर्केर आउनुहुनेछ, अर्थात् पुनरागमन हुनुहुन्छ भन्ने विश्वासलाई सम्झाउनु पर्छ। त्यसैले बाइबलले भन्दछ प्रभु भोजलाई लापरवाही वा अनादर गरेर लिनु चाहिँ उचित हुँदैन। 1 कोरिन्थी 11:27-29 प्रभुको रोटी खाने र दाखमत पिउने बारे चेतावनी दिएको पाउँदछौँ। फेरि यसको अर्थ चाहिँ म पूर्ण रूपमा पवित्र नभएसम्म चाहिँ प्रभु भोज लिँदिनँ भन्ने चाहिँ होइन, तर पश्चाताप गरेर लिन सकिन्छ र अन्तिममा प्रभु भोज चाहिँ जसलाई पाए त्यसलाई दिइँदैन। बाइबलले यो विषयमा चाहिँ कडासँग चेतवनी दिएको छ। जसले प्रभुको शरीरलाई नचिनिकन जसले खान्छ र पिउँछ त्यसले चाहिँ त्यो खाएको र पिएको कारणले चाहिँ आफूमाथि दण्ड ल्याउने छ भनेर भन्दछ।